वेलकम ब्याक टु द भिडियो। सो आज शनिबारको दिन हामी चाहिँ बामतिर लाग्दैछौँ। आज चाहिँ बस पाएर लन्च प्रोग्राम हुँदैछ गोबरामा। सो अब हामी चाहिँ त्यतैतिर लाग्दैछौँ। साइडबाट हिँड्यो दर्शन म अरू त्यस्तै हो, हामी यस्तै। अहिले चाहिँ हामी ट्याक्क पामेमा छौँ। यहाँ काकीहरूकोमा यहाँ फेरि खाना फेरि आगोमा चाहिँ खाजा खाएर हामी चल्दिने हो। भेन्यूमा आइसकेको छौँ है। रेडी हुँदैछ। पहिला हामी लातो लानेर अहिले दुईटाले हान्नु नि त, मैले एउटाले हान्थेँ नि। हाम्रो रामजी आइसक्नुभएको छ। कुराहरू हुन्छ। हात मात्र हल्लाउने हल्का ट्र्याकमा रिबन सिबन लगाइसकेको छ हाम्रो। अब चाहिँ बाइक एक टेस्ट राइड हान्ने बेला भयो। सो काम सक्यो नि त, सर कतै गाड्नु पर्ने छैन। अब हाम्रो बाइक कुदाउँछौँ एक राउन्ड चर्च लाएर एक राउन्ड त कुदाउनै पर्यो। त्यो त हक लाग्छ जस्तो लाग्छ क्यारे। इन्जिनियर सापै हो नि, टेन्सन नलिनु। छाता उडेको के काम है, कुराहरू हुन्छ। ठोकेर पनि हेर्नु पर्यो नि अहिले काहीँ। सो अब ट्याक्क गएर एक टेस्ट राइड हान्ने नि। वाट इज दिस हो नि मेरो भाइ। हाम्रो बच्चाहरू कडा हुँदै है। On your mark. Get set. Go. ल बेसेर चलाउनु सक्दिनँ नि। आजको फर्स्ट राइडर हो ट्र्याक छिर्ने। RMG track डेमा सो कस्तो छ? हाम्रो रेजिस्ट्रेसनको काम चाहिँ सुरु हुँदैछ। सो गाइज आउनुहोस् अनि यो हाम्रो डेस्कमा चाहिँ यो रेजिस्ट्रेसन हाम्रो अजय भाइ रेडी हो। ठ्याक्कै बाइकको पछाडि नबस्छ है केटा हो। फेरि टाउकोमा ढुङ्गा सानो ढुङ्गाले नि स्कुलमा पऱ्यो भने पुग्छ त। सो हामी चाहिँ ट्र्याक राइडमा छौँ। बस पाएर RMG 250को केटाहरू त्यो साइड हान्दैछन्।
आउँदैछ पछाडिबाट जो केटाहरू कुदिरहेछन् टेस्ट राइड हान्दैछन् नयाँ बाइक अब त्यही त हो नि बाल्लोको ट्र्याक हो हल्का बानी नपरे हुनसक्छ केटाहरूलाई अफरोड चलाए पनि अब बाल्लो र अफरोडमा फरक भइहाल्छ सो केटाहरू पाले चलाउँदै चाहिँ छन् फेरि सेकेन्ड लट आयो अर्को उसको पनि ल्याप चाहिँ कम्प्लिट भएको छ सो आई वुड लाइक टु सँगै अलि झ्याउँछ अनि एक ल्याप बिस्तारै हेर म छोडिदिइहाल्छु रेजिस्टर गर्न चाहनु भएको छ भने गाइज यु क्यान कम त्यस पछाडि फेरि यो ट्र्याकमा चाहिँ यो बाइक लिएर जाने पाला तपाईँको यति बेला चाहिँ हामीसँग अति ट्र्याकमा हुनुहुन्छ and Adit Guru on the line, a very popular motor driver. Alright, so I'm winning this event and your feedback को लागि पनि धेरै धन्यवाद उयो काकुले मागिस देऊ गाइजलाई चाहिँ बसिदिनुको लागि अनुरोध गर्छु सो गाइज सबैजनाले पनि यो ट्र्याकमा चलाउनु भएको छ वी हेभ गिफ्ट ह्याम्पर्स सो हामी बिरान मान्छे समय पछाडि गिफ्ट ह्याम्पर्स पनि डिस्ट्रिब्युट गर्दैछौँ सो यतिसम्मको क्रेजी अनि हुनु 10 टका हानेर नि आइदिने सब टाके कुराहरू हुन्छ फेरि पनि रिपिट गर्न चाहन्छु एभ्रीबडी चलाउनको लागि तीनवटा ल्याब बाइक चाहिँ डिस्प्लेको लागि रेडी भइसक्यो हल्का अब स्ट्यान्ड ल्याएर राखेपछि रेडी हुन्छ कामसाम सक्यो अब झन्डै टेस्ट राइड हान्न मात्र राख्यो अब सो ट्र्याक डे भइरहेको छ केटाहरूको ट्र्याक पालो चलाइरहन् केटाहरूले
सबैको पालै पालो भइरहन्छ। यस्तो हिँड्नु पर्यो। त्यस साइड हुँदैछ है। ल सुदर्शनजी ओर्लिनु होला। कुराहरू हुन्छ। सरी 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 आज त फेमस हो नि त नि मामालाई फेमस पार्ने अरे आज केटाहरूले। बगल चाहिँ देख्नु भयो त्यो हेलमेट लगाइदिन्छ बालुवामा हाल्न गाह्रो हुन्छ। मामाको चाहिँ उता बाल्ला पनि गरी खिच्नुपर्छ है यसो। यति बेला भने तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो आरएफजी बाइकमा हुनुहुन्छ हाम्रो नेपाल प्रहरी सर हुनुहुन्छ है। यति बेला उहाँले चाहिँ टेस्ट फायर गर्न जानुहुन्छ। केटाहरूको खानपिन खाने ठाउँ आइपुगिसक्यो। चल्दिनु भयो अब टक्क खाना खानालाई। ल चलतिर लाग्ने हो। अब लन्च खाएपछि काम सकिन्छ। केटाहरूको खानपिन सुरु भइसक्यो। कुराहरू हुन्छ। खाना साना रेडी। कति धेरै भात हो यार भाइको थालमा त। मासु हालेन हौ त भात मात्रै देख्छु त। ओके दाइ। असले धेरै जाने यार। फ्रन्ट व्हिल तर जाने क्या।
लाग्ने रहेछ म्या एक फ्याल्दे तर स्टार चाहिँ राइट सो आजको राइट साइड भ्लग्स सब सकिसकेको छ है अनुहार पनि देखेको छैन होला अँधेरो भइसक्यो सो आजको भ्लगलाई यहीँ इन गर्दै सी यू अन द नेक्स्ट भ्लग अलराइट गाइज चिल